उपस्थितिमा एक दिन हामी आएर उहाँलाई हामीहरू साँच्चै नै उहाँको नाउँलाई पुकार गऱ्यो भने चाहिँ त्यो संसारको 1000 दिनभन्दा है सबैभन्दा महत्त्वपूर्ण हुन्छ। आमेन, हालेलुया। हे आज अनि हाम्रो गुरुबाले यति मिठो तरिकाले प्रभुको वचनहरू सुनाउँदै हुनुहुन्थ्यो है। अनि हामी यति धेरै प्रेसियसली बनेको छ, हामीहरू यति धेरै है, हामी यति धेरै वन्डरफुली मेड भएको छ, अद्भुत रीतिले एकदमै उहाँले हामीलाई है उहाँको उपस्थितिमा उहाँको इमेजमा बनाउनु भएको छ। उहाँ जस्तो हुनुहुन्छ त्यस्तै नै है। आज हामीले भजन जेनिसिस बुक अफ जेनिसिस है अनि जुन उत्पत्तिको 1:27 अध्यायमा हेऱ्यो भने परमेश्वरले है मानव जातिलाई चाहिँ अनि नर र नारी गरेर उनीहरूलाई परमेश्वरको स्वरूपमा उहाँको प्रतिरूपमा उहाँले बनाउनु भयो भनेको छ। अब यसको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ साँच्चै नै हामी मानव जातिहरू चाहिँ यति धेरै है उहाँको महिमामा उहाँ जस्तै गरेर हामी साँच्चै नै एउटा माटोबाट बनेको भए तापनि तर उहाँले यति धेरै महिमाको वस्त्र लगाएर तपाईँ हामीलाई है आज बनाउनु भएको छ। अनि त्यो भएको कारणले गर्दाखेरि यो महिमा चाहिँ के हो भन्दाखेरि चाहिँ उहाँको प्रतिरूप है उहाँको इमेज भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ उहाँ चाहिँ दुईटा गुणमा है हुनुहुन्थ्यो र हुनुहुन्छ है। he has two attributes अनि परमेश्वर एउटा चाहिँ एसेन्शियल एट्रिब्युट्स भन्छ अनि अर्को चाहिँ मोरल एट्रिब्युट्स भन्छ है। अनि एसेन्शियल एट्रिब्युट्स भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ परमेश्वर एकदमै है त्यो शार्प तत्व गुण भन्छ। परमेश्वर एकदमै उहाँ के हुनुहुन्छ त सर्वशक्तिमान हुनुहुन्छ, सर्वज्ञानी हुनुहुन्छ अनि सर्वव्यापी हुनुहुन्छ। अनि यो चाहिँ यो कहीँ पनि यो सारा संसारको यो कुनै पनि मानिसहरूसँग मिल्दैन, कुनै पनि यहाँनिर अहिले आएको है हामीले ठुलो ठुलो व्यक्तिहरू भनेको मानिसहरूसँग मिल्दैन है। अनि उहाँ चाहिँ त्यो एउटा एट्रिब्युट्स हुनुहुन्छ। अनि अर्को चाहिँ एउटा गुण चाहिँ के हो भन्दाखेरि चाहिँ मोरल एट्रिब्युट्स भन्छ। मोरल एट्रिब्युट्स भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ उहाँ एकदमै धर्मी हुनुहुन्थ्यो अनि उहाँ एकदमै पवित्र हुनुहुन्थ्यो, उहाँ एकदमै सोझो, एकदमै उहाँ के हुनुहुन्थ्यो त एकदमै धार्मिकताले भरेको हुनुहुन्थ्यो। अनि तर मानव जातिलाई चाहिँ उहाँले मोरल एट्रिब्युट्समा नैतिक गुणमा उहाँले बनाउनु भएको थियो प्रिय। तर मानिस जातिले के गर्यो भन्दाखेरि परमेश्वरको आज्ञा नटेरेर परमेश्वरलाई नमानेर तर उनीहरू चाहिँ त्यो आज्ञाबाट चाहिँ उनीहरू चाहिँ फल त्यो नखानु भनेको फल खाएर उनीहरू चाहिँ त्यहाँबाट गिरी पठायो प्रिय। आज हामी मानवमा त्यहाँदेखि चाहिँ है एउटा भिन्नता हुन थाल्यो। एउटा मानिसले अर्कोलाई नराम्रो भन्न थाल्यो, एउटा मानिसले अर्कोलाई नराम्रो देख्न थाल्यो प्रिय। एकदमै फुल अफ करप्टेड भएर संसार गयो, संसार चाहिँ एकदमै भ्रष्ट भएर गयो प्रिय। मानिसले मानिस ठान्न छोडे त्यहाँदेखि है मानिसले साँच्चै नै ईश्वरको स्वरूपमा बनेको मानिसलाई हेला गर्न थाल्यो प्रिय। उनीहरूलाई तल्ला बनाउन थाल्यो। तर जो चाहिँ मानवको एउटा ईश्वरको स्वरूपमा बनेको थिएन तर उसलाई चाहिँ ईश्वर बनाएर उनीहरू है उनीहरूलाई ईश्वर बनाएर आफ्नो है ईश्वर बनाएर उनीहरूले बुझ्न थाले प्रिय। तर परमेश्वरलाई महिमा होस्। आज तपाईँ हामी सबैलाई उहाँले है एकजना मुक्तिदाता दिनुभएको छ। किनभने पापले सबै मानिसलाई हितोपदेश है 14:34 मा त्यो 34 मा भन्छ righteousness exalts the nation but sin condemns the people। धार्मिकताले देशलाई उचाल्छ प्रिय तर पापले चाहिँ सबैलाई दण्ड दिन्छ प्रिय। Nobody can escape from the God judgment। परमेश्वरको है उहाँको दण्डबाट कोही पनि उम्कन पाउँदैन प्रिय। किनभने बाइबलले हामीलाई यो प्रमाण गर्छ कि हामी संसारमा भएको मानिसहरू सबै मानिसहरू पापी छ प्रिय। एकैजना पनि धर्मी छैन यस संसारमा। नो नट इभन सिंगल वान। एकैजना पनि छैन, सबै भ्रष्ट भएर गएको छ भन्छ बाइबलले हामीलाई। होला हामी कति राम्रो जीवन जिएको जस्तो लाग्छ होला, कहीँ न कहीँ हामीहरू परमेश्वरबाट हामी चुकेको छौँ प्रिय। तर आज हामीलाई बचाउने को अब त्यहाँबाट हामी आफूलाई बचाउन सक्दिन प्रिय। जति नै हाम्रो कोसिसले, जति नै हाम्रो धार्मिकताले, जति नै हामी पवित्रताले केही कुराले पनि हामीलाई बचाउन सक्दैन प्रिय।
तर हाम्रो निम्ति एकजना मसिह तयार गर्नु पर्थ्यो। आज सारा धर्मशास्त्रहरूको सारांश एउटै थियो कि पाप गर्ने प्राण मर्छ, पाप गर्ने प्राण त मर्छ प्रिय। अब हामी सबैजना त्यो योग्यको थियो, तर परमेश्वरलाई महिमा होस्, उहाँले आफ्नो एकलौटी पुत्रलाई उहाँले यस संसारमा पठाउनु भयो तपाईँ हाम्रो निम्ति कल्भरी क्रुसमा मर्नको लागि प्रिय। उहाँले यति धेरै प्रेम गर्नुहुन्थ्यो तपाईँ हामीलाई, यति धेरै वास्ता राख्नुहुन्थ्यो, उहाँको स्ट्यान्डर्डमा उहाँको स्तरमा उहाँ जस्तै भएर भनिएको मानिसहरू उहाँले एकदमै तपाईँ हाम्रो लागि ठुलो सपना देख्नु भएको थियो। त्यो सपना मानिस जातिहरूले के गरे त गिराइदियो सबै कुराहरू। तर है उहाँले तपाईँ हामीलाई प्रेम गर्नुभएको कारणले एकलौटी पुत्रलाई यो संसारमा तपाईँ हाम्रो निम्ति दिनुभयो प्रिय। परमेश्वरको प्रेम यस्तो हुँदो रहेछ, यति धेरै है गहिराइमा उहाँले हामीलाई साँच्चै नै है प्रेम गर्नु हुँदो रहेछ। एकचोटि एकजना वर्शिप लिडर है एकदमै राम्रो वर्शिप लिडर एल्डर पाउको है छोरी, एउटै मात्रै छोरी, ऊ एकदमै आराधना गर्ने, राम्रोसँगले आराधना गर्ने प्रिय, त्यस्तो छोरी थिए है। अनि प्रभुमा जानुभयो। अचानक प्रभुमा जानु भएपछि पास्टर बाबुहरूले सबैजनाहरूले उहाँलाई सम्झाउनु भयो प्रिय, कति धेरै सम्झाउनु भयो, कति धेरै सम्झाउनु भयो प्रिय, तर उनीहरू मानेन। अर्को पास्टर बाबु आउनुभयो, मानेन। कति ठुल्ठुलो पास्टरहरू आएर सम्झाउनु भयो, मानेन प्रिय। तर एक दिन अनि परमेश्वर त्यही दिन परमेश्वर अनि एकजना मेरो पास्टर बाबुसँग बोल्नु भएछ। अनि प्रार्थना गर्दै जाँदाखेरि उहाँले भन्नुभयो है प्रार्थनामा, छोरा तिमीले है तिनीहरूलाई सम्झायो भनेर। सम्झाए प्रभु, मैले सम्झाएँ के तिनीहरूले मान्यो? मानेन। तिमीलाई थाहा छ है तिमीहरूको छोरी जुन एल्डरको छोरी थिए मेरो घरमा आएको छ। तिमीहरू रुन्छौ, कराउँछौ, एकदमै है तिमीहरू एकदमै आशै नभए जस्तो गर्छौ। तिमीहरू ताकि तिमीहरूलाई मैले यति ठुलो आशा दिएको छु, तर तिमीहरूले मलाई कहिले सोचेको छ मेरो छोराछोरीहरू दिनमा लाखौँ करोडौँ मेरो आँखाको नानीहरू चाहिँ नरकको आगोमा जाँदैछ। म तिनीहरूको लागि कस्तो हुन्छ होला मेरो हृदय, मलाई कस्तो हुन्छ होला त्यतिखेर, तिमीहरूले कहिले सोचेको छ? प्रिय, तपाईँ हामीहरू प्रभुसँग टाढा हुँदाखेरि उहाँ खुसी हुनुहुन्न। हाम्रो सृष्टिकर्ताबाट हामी टाढा हुँदाखेरि उहाँ कहिले पनि खुसी हुनुहुन्न। त्यही भएर उहाँले भन्नुहुन्छ, म तिमीहरूलाई कहिले टुरो छोड्ने छैन, तिमीहरूलाई कहिले पनि म एक्लो छाड्ने छैन, एक्लो पार्ने छैन। एउटा बुबाले दिने प्रेम उहाँले दिनुभएको छ प्रिय। आफ्नो एकलौटी पुत्रलाई यस संसारमा पठाएर मार्नको लागि, त्यही पनि बलि हुनको लागि प्रिय उहाँले यस संसारमा पठाउनु भएको छ प्रिय। आज उहाँलाई जसले विश्वास गर्छ नि त्यसले साँच्चै अनन्त जीवन पाउँछ प्रिय, साँच्चीकै अनन्त जीवन पाउँछ। उहाँ कहिल्यै ढाक्नुहुन्न प्रिय, उहाँ कहिल्यै ठट्टा गर्नुहुन्न, उहाँ कहिल्यै पनि तपाईँलाई झुट बोलेर डिसिभ गर्नुहुन्न, धोका दिनुहुन्न प्रिय हो। जसले आज उहाँलाई विश्वास गरेको छ उहाँले अनन्त जीवन पाउनुहुन्छ प्रिय। उहाँको प्रेम त्यस्तो छ प्रिय। म कतिचोटि मेरो बच्चालाई सोच्दछु है, मेरो बच्चा एकदमै 17 मन्थ 17 महिनाको मात्रै थियो त्यतिखेर है। अनि एकचोटि नानीहरू हामीहरू एकदमै रमाइलो गरिरहेको थियो घरमा। अनि घरमा रमाइलो गर्दाखेरि त्यहाँनिर के भयो भन्दाखेरि है अचानक एउटा बच्चाले चाहिँ अनि त्यो एकदमै त्यो हामीहरू नेपालीहरूले त एकदमै चिल्ली खान्छ है, एकदमै त्यो धुलो हुन्छ नि त्यो पाउडर, चिल्ली पाउडर हो, त्यो चाहिँ यसरी छर्केछ। छर्किँदाखेरि चाहिँ त्यो अचानक मेरो बच्चाको आँखामा सबै परेछ। त्यस्तो बच्चाले त्यस्तो पिरो कसरी सोच्छ होला? मेरो यस्तो मुटु दुख्यो, यस्तो गाह्रो भयो मलाई त्यो, म सधैँ गाह्रो भयो मलाई, यस्तो रिस पनि उठ्यो साँच्चै भन्नुपर्छ नि। त्यो बच्चा कसले गरेको? मेरो नानी छैन है, इन्दु चिन्दु छैन, रुन पनि सकेको छैन प्रिय। यो आँखामा पिरो पर्दा कस्तो हुन्छ, कस्तो गाह्रो हुन्छ। त्यस्तो अवस्थामा मेरो बच्चा रुन पनि सकेको छैन। कति
कति गाह्रो भइसक्यो, त्यो पानी खनाउँदा पनि हुँदैन, नानी कति गाह्रो भइसक्यो, उसको पल्सहरू पनि साँच्ची बन्द भयो जस्तो लाग्छ, उसको ब्रेथिङहरू बन्द भयो जस्तो लाग्छ। मैले यति प्रेम गरेको नानी, अनि फाइनल्ली अनि एम्बुलेन्स बोलाएर अनि उनीहरूले ट्रिटमेन्ट गरिदिनु, उनीहरूले त्यो सबै पखालेर अनि नानी बल्ल रोयो प्रिय। त्यतिखेर चाहिँ म एकदमै बुढीसँग मेरो श्रीमतीसँग अनि बसेर रोएको थिएँ। नानी, मेरो नानी आज थिएन भने कस्तो हुन्थ्यो होला। हामी एकजना छोराछोरीको लागि, एकजना नानी 17 महिनाको बच्चाको लागि हामी यति रुन्छौँ, हामी कराउँछौँ, आएर कस्तो माया लाग्छ। भर्खर 17 महिना मात्र उस अनुहार देखेको। प्रिय, बाइबलले के भन्छ भने एफिसी 1:4 For to us chosen in him before the foundation of the world. हामीलाई चाहिँ यो पृथ्वी सृष्टि हुनुभन्दा अगाडि तपाईँ हाम्रो आमाको गर्भमा मम्मीको भुँडीमा आउनुभन्दा अगाडि नि उहाँले तपाईँ हामीलाई चिन्नु भएको थियो प्रिय। अनि उहाँले कसरी बिर्सिन सक्नुहुन्छ? तपाईँ कुन आधारले बिर्सिन सक्नुहुन्छ? एउटा आमाले एउटा छोराछोरीलाई बिर्सिन सक्दैन। त्यही भएर आमाको प्रेम चाहिँ सबैभन्दा अगाडि रहेको छ बाइबलले। अनि एउटा इक्जाम्पल दिनुभएको छ कि एउटी आमाले एउटा छोरालाई बिर्सिन सक्छ, आफ्नो बच्चालाई, दुध खुवाउने बच्चालाई सक्छ? सक्दैन नि प्रिय। तर तिमीले पनि बिर्सिन्छ, हामीले देखेको छौँ। तर उहाँले कहिले पनि तपाईँ हामीलाई बिर्सिनुहुन्न प्रिय। Never leave you. He never leave you as orphans. तपाईँलाई ठुलो चाहना गर्नुहुन्न उहाँले। तर हामी पो त्यस्तो छ त प्रिय। हामीहरू उहाँको धार्मिकता, उहाँले पहिलाउनु भएको धार्मिकताबाट हामी पर गएर हामीहरू त्यसरी जिउन चाहन्छौँ। once upon a time म यस्तो थियो। मलाई कस्तो लाग्थ्यो भने मेरो यही छिमेकीहरू आउँथ्यो, मेरो एक दुईजना पास्टरहरू आउन थाल्यो, अनि उहाँहरू आएर त अनि सुसमाचार सुनाउन थाल्यो। मैले प्रभुको बारेमा कहिल्यै सुनेको थिइनँ त्यतिखेर। उहाँहरू आउन थाल्यो अनि मलाई यस्तो लाग्थ्यो यो क्रिस्चियन भन्ने जातिहरू चाहिँ एकदम फेक जाति होला, यिनीहरू चाहिँ नराम्रो जातिहरू, जहिले हालेलुया मात्र गर्छ, यिनीहरू काम गर्दैन, कस्तो खालको जाति हो भन्थ्यो क्या म। त्यहाँदेखि म प्रायः चाहिँ देख्दिनँ थिएँ। एउटा एक दुईजना दाजुहरू चाहिँ हाम्रोमा क्याम्पमा प्रभुमा आउनु भएछ, अनि उहाँहरूले सुसमाचार सुनाउँदेखि भौलाउ क्या हो जस्तो लाग्थ्यो, म नराम्रो लाग्थ्यो। अब कतिजना नाच्थ्यो, अब नाच्यो भने झन् बौला लाग्थ्यो मलाई। यिनीहरू साँच्ची नै क्रिस्चियनमा हामीले बोलाउँछ जस्तो लाग्थ्यो, घोडैसक्यो जस्तो लाग्थ्यो कि मलाई। तर वास्तवमै उहाँहरूले पछि प्रभुको प्रेमहरू राम्रोसँगले सम्झाउँदै लानुभयो। अनि लाँदै गर्दाखेरि म चाहिँ के भयो भन्दाखेरि अब भनिगयो त अब पास्टर बाबुले भनेर मैले ड्रन पनि गरिपठाएँ। अब मैले कुरा इन्कार गर्नै सकिनँ प्रिय। अनि मलाई यस्तो लाग्थ्यो भित्र मेरोबाट मलाई कस्तो लाग्थ्यो भने अब म ड्रन त गरिगएँ, यिनीहरूको क्रिस्चियन त भइगएँ, अब म बाइबल पनि बोक्दिनँ, म चर्च जान्छु, तर अब कोही बेला यसो भ्यागला जान्छु, तर म बाइबल केही पनि बोक्दिनँ म। किनभने मान्छेले के भन्छ मलाई, यस्तो संसारमा जाँड चाहिँ कस्तो मजा आउँछ भनिरहेको। मलाई त्यो सिक्रेट भनेर साँच्ची हो प्रिय। अब भन्न लाज मान्नु हुँदैन, किनभने दबाई चाहिँ दबाई हुन्छ कसैको लागि, मेडिसिन फर someone else। अनि त्यो सिगरेट चाहिँ मलाई कस्तो लाग्थ्यो भन्दाखेरि मलाई मेरो गर्लफ्रेन्ड चाहिँ छोड्न सक्छु होला, म सिगरेट छोड्न सक्दिनँ जस्तो लाग्थ्यो मलाई। सिगरेट चाहिँ मेरो त्यति प्यारो लाग्थ्यो कि मैले एउटा पे गरेँ भने म बुढी चाहिँ छोड्न सक्छु होला, तर म त्यो सक्दिनँ जस्तो लाग्थ्यो त्यो। तर मैले पछि चाहिँ मैले कति ट्राई गरेँ, मेरो साथीले कति ट्राई गर्यो, उसले फास्टिङ बसी पो ट्राई गरेको त, तर म कहिल्यै पनि त्यहाँ त्यहाँनिर म छोड्छु भनेर एक दिनमा छोड्न सकिनँ मैले। तर एक दिन यस्तो समय आयो प्रिय, जुन दिन परमेश्वरलाई मैले प्रभु यीशु साँच्चै नै क्रुसमा टाँगिएको देखेँ नि मेरो पापको निम्ति। साँच्चै नै उहाँ मेरो निम्ति मर्नु भएको रहेछ, यति प्रेम गर्नु भएको छ, सारा स्वर्गलाई छोडेर, त्यसको बाइबललाई छोडेर यो संसारमा आउनु भएको मेरो निम्ति रहेछ भनेर जब थाहा पाएँ प्रिय, त्यहाँदेखि मैले सबै कुराहरू छोडिदिएँ। अनि त्यहाँदेखि एक दिन म घोडा टेकेर एउटा जङ्गलमा ठुलो स्टेज थियो यस्तै, त्यहाँनिर म 10 रुपियाँ हालेर बाइबल आजदेखि म यो खाँदैन, किनभने तपाईँले यति प्रेम गर्नुहुन्छ भने मेरो निम्ति, तपाईँ यस्तो धेरै मेरो निम्ति मन आउनु भएको रहेछ, तपाईँले मेरो निम्ति कल्भरी क्रुसमा
मलाई त राम्रो लाग्थ्यो, म त राम्रो थिएँ जस्तो लाग्थ्यो, म त एकदम धर्मी छु जस्तो लाग्थ्यो। तर तपाईँले यस्तो प्रेम गर्नुहुन्छ भने म चाहिँ यो सबै कुराहरू सुन्छु, अब म तपाईँको पछि हुँदैन भनेर आजसम्म मैले सुन्नु परेको छु। प्रिय हालेलुया, हालेलुया। आज हेर्नुहोस्, यसरी नै यो संसारमा पाप पसेको कारणले प्रिय कसैले पनि परमेश्वरलाई चिन्न सकेन। अनि यो संसारमा एकलौटी पुत्र त दिनुभयो, तर मानिसहरू उनीहरूले एकदमै स्वादको कुराहरू बोक्यो, उनीहरू एकदमै विरामको कुराहरू बोक्न थाल्यो। मानिसहरू एकदमै त्यो पृथ्वी करप्टेड भएको कारणले गर्दाखेरि सबै मानिसहरू रोगी हुन थाल्यो। प्रिय सबै मानिसहरूमा त्यो एउटा सिकनेस भन्ने कुराहरू पस्न थाल्यो। प्रिय अनि मानिसहरू अनि त्योभन्दा अगाडि त कहिल्यै पनि उनीहरू विराम हुँदैन थियो। प्रिय उनीहरू यस्तो महिमामा थियो, यस्तो महिमामा थियो। प्रिय मलाई एउटा यस्तो गवाई भन्न मनपर्छ, जहिले पनि परमेश्वरको महिमा कस्तो हुन्छ भन्ने कुरोहरू अनि कस्तो धेरै असल हुन्छ, त्यहाँबाट हामी कहिले पनि त्यहाँबाट पछि हट्नु मन पर्दैन। प्रिय अनि मलाई जहिले पनि स्मिथ विगोको कुराहरू मनपर्छ। मलाई उहाँले गर्नुभएको सेवाकाईमा उहाँको जीवनमा घटेको जुन टेस्टामनीहरू छ त्यो कुराहरू कतिचोटि त उहाँले के गर्नुहुन्थ्यो रहेछ भन्दाखेरि कतिजना बिरामीहरू आउँथ्यो रहेछ। बिरामी आउँदाखेरि स्ल्याब दिइहाल्नुहुन्थ्यो रहेछ, घुसीले दिइहाल्नुहुन्थ्यो रहेछ। अनि दिँदाखेरि चाहिँ त्यो मान्छे चाहिँ निको भएर जाँदो रहेछ। अब तपाईँहरूले ट्राई गर्नुहुन्छ है, फेरि नगर्नुहोस्। फेरि त्यस्तै स्पेसिफिक गिफ्ट, त्यस्तै विश्वास हुनु पर्यो हामीमा। अनि चाहिँ गर्न मिल्छ। एकचोटि चाहिँ के भन्छ, एउटा लेडीले चाहिँ एउटा स्त्रीले चाहिँ उसले चाहिँ कल गरेछ, मेरो बुढा त मर्यो भनेर, एउटा अफ्रिकन लेडीले अनि बुढा सकिसक्यो तपाईँ आइदिनु भन्दैछ। अनि आएछ, बिचरा धेरै रोगको कारणले गर्दाखेरि अनि फोनमा धेरै रोयो, त्यो कारणले आए पछाडि त कहाँ छ भने अनि यसो हेऱ्यो, सबै 2-3वटा कुरामा यसो हेऱ्यो, लडिरहेको छ साथी। अनि उसको बाले टपक्क टिपेर झटाइदिएछ रुमतिर, टपक्क टिपेर झटाइदिएछ। अनि यस्तो भएर के अनि फेरि यो मान्छे जीवित भएको छैन, फेरि टपक्क टिपेर फेरि कुनामा झटाइदिएछ। अनि फेरि त्यो मान्छेले यसो गरेर टोल्यो, अझै पनि यो मान्छे जीवित भएको छैन। उसको बाले टप्प टिपेर दौडो मान्छे अनि दिएछ झ्यालमा पुग्ने गरेर त्यो मान्छे उठेछ। अनि उसले भन्छ, हेर तिम्रो बुढीहरू छोराछोरी रोइरहेको छ, तिमीलाई कति प्रेम गर्दो रहेछ, जाऊ तिमी उनीहरूसँग हक गर। परमेश्वरले त्यस्तो काम गर्नुहुन्छ। तपाईँ हाम्रो जीवनमा यदि हामी फेथफुल भयो भने, हामी साँच्चै नै नरम भएर नम्र भएर यो संसारमा यो युएमा पनि तपाईँहरू साँच्चै नै नम्र हुनुभयो भने, नरम भएर फेथफुल भएर उहाँको निम्ति तपाईँ जिउनु भयो भने प्रिय हो, तपाईँहरूलाई पनि त्यही आशिष दिनुहुन्छ। तपाईँहरूद्वारा यहाँको युएको मान्छेहरू जित्नुहुन्छ प्रभुले। तपाईँहरूलाई त्यत्तिकै ल्याएको होइन यो संसारमा प्रिय, यो युएमा त्यत्तिकै ल्याएको होइन तपाईँहरूलाई। कतिचोटि हामीलाई त्यस्तो लाग्छ, बेबेलोनमा जब क्याप्टिभ हुन गइरहेको थियो जुन चाहिँ इजरायलीहरू चाहिँ, अनि त्यतिखेर चाहिँ यर्मिया अगमवक्तालाई त्यहाँनिर त्यो जुन भविष्यवाणी आउनुभन्दा अगाडि चाहिँ त्यो मानिसहरूले कति झुटो अगमवक्ताहरूले के भन्यो, होइन परमेश्वरले त्यस्तो गर्नुहुन्न, तिमीहरूलाई क्याप्टिभ गराउनुहुन्न, तिमीहरूलाई एकदम कैदी गराउनुहुन्छ हुन्न, तपाईँहरूलाई त प्रेम मात्रै गर्नुहुन्छ भनेर कतिले लगाइदियो। तर यर्मियालाई चाहिँ साँचो अगमवक्तालाई चाहिँ के भन्नुभयो त, यर्मिया तिमीले चाहिँ अब यो बोल, आई नो द प्लान द्याट्स आई हेभ प्रिपेयर्ड फर यु। यर्मिया 29:11 मैले तिम्रो लागि तिमीहरूको लागि बनाएको प्लानहरू चाहिँ मलाई थाहा छ, तिमीहरूको प्रस्पर गर्नको लागि, तिमीहरूलाई म त्यहाँनिर आशिष दिनको लागि मैले त्यो कुराहरू गरिरहेको छु, तिमीहरू तयार हो। हालेलुया। आज युएमा तपाईँहरूलाई लागेको होला मेरो देशले मलाई प्रेम गरेन, मेरो देशले मलाई वास्तो गरेन, म एउटा अलग भूमिमा आएर दोस्रोको कन्ट्रीमा आएर मैले यो खालको पीडा भोग्नु पर्यो, यो खालको कुराहरू गर्नु पर्यो, म यति धेरै दुःख भोग्नु पर्यो भनेर लागिरहेको होला प्रिय हो। होइन, तपाईँहरू जहाँ हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा परमेश्वरले तपाईँको लागि भविष्य राखिदिनु भएको छ।
तपाईको लागि, तपाईद्वारा यहाँको मानिसहरू जित्नको लागि परमेश्वरले तयार गर्दै हुनुहुन्छ। आमेन। नसोच्नुहोस् त्यस्तो। परमेश्वरले तपाईहरूद्वारा नि यहाँको गुम्तो ओर्ने जातिहरू पनि प्रभुमा ल्याउनु हुनेछ, घोडा टिकाउनु हुनेछ। हालेलुया, हालेलुया। हे परमेश्वरको उपस्थितिले मात्रै, परमेश्वरको हामीले परमेश्वरलाई देख्यो भने मात्रै, कसैको कर्कापले पनि है परमेश्वरलाई हामी चिन्न सकिँदैन। प्रिय हो, जुन दिन चाहिँ हामीहरू परमेश्वरलाई देख्छौँ नि रियली, त्यो दिन चाहिँ हामीहरूले है उहाँलाई ग्रहण गर्न सक्छौँ। प्रिय स्मिथ विगलकै फेरि म एउटा उहाँको टेस्टिमोनी भन्नेछु। एक दिन उसको बुढी है ऊ सेवकाईमा थियो, उसको श्रीमती चाहिँ है प्रभुमा सुतेको, अनि उसले थाहा पायो। प्रिय अनि जब थाहा पायो अनि त्यहाँदेखि चाहिँ अनि उसले भन्यो हुन्छ इट्स ओके लेट इट बी। अनि ऊ घरमा गयो अनि सबै त्यहाँ पुलिसहरूले है घेरा लगाएको छ। अनि ऊ एक्लै कोठामा गएर अनि सबैलाई पुलिसहरू सबैलाई बाहिर बस्नु भनेर एक्लै कोठामा गएर उसले आफ्नो श्रीमतीलाई के भन्छ भन्दाखेरि है अनि उसले धेरै माया गरेको श्रीमती, तिमी उठ येशूको नाउँमा भन्छ। अनि उठ्दैन श्रीमती। अनि फेरि उसको पालि च्यापे समातेर येशूको नाउँमा उठ तिमी भनेर भन्दाखेरि चाहिँ हे हे मृत्युको आत्मा तैँले जीवन दे भनेर भन्दाखेरि चाहिँ अनि जुरुकै उठ्यो। अनि त्यो के भन्यो थाहा छ? स्मिथको श्रीमतीले है सोच्नै नसक्ने, हे स्मिथ तिमी कस्तो भयो, कस्तो खालको मान्छे? म त मेरो प्रभुसँग म त गफ गरिरहेको थिएँ, म बात मारिरहेको थिएँ, उहाँको प्रेजेन्समा मेरो बुवासँग एकदमै म उहाँको उपस्थितिमा उहाँ गइरहेको थिएँ, उहाँसँग बोलिरहेको। तिमी डिस्टर्ब गर्यो, यसरी डिस्टर्ब नगर, म जान्छु म उहाँसँग। अनि स्मिथ विगल बेटा जाने त। अनि त्यहाँदेखि उहाँले प्रार्थना गर्यो, प्रार्थना गरे पछाडि अनि स्मिथ विगलको श्रीमती चाहिँ फेरि स्वर्ग भएको छ। आमेन, हालेलुया, हालेलुया। परमेश्वरको शक्ति है यतिसम्म छ कि ताकि उहाँले मुर्दालाई पनि बिउताउनुहुन्छ। प्रिय तपाईँहरूको जस्ता सुकै विराम भए पनि, जस्ता सुकै तपाईँहरू अधर्मिकता हरेक कुराहरूको खोल ओढे तापनि, तर वान्स तपाईँहरू प्रभुको उपस्थितिमा आएपछि, प्रभुलाई विश्वास गरेपछि प्रभुले तपाईँको विरामहरू निको गर्नुहुन्छ। प्रिय निश्चय उहाँले निको गर्नुहुन्छ। प्रिय एकचोटि मैले कन्फरेन्समा एउटा सन्डे मेसेजमा है सन्डे फेलोसिपमा मेसेज बोल्दै थिएँ। त्यहाँनिर बोल्दा बोल्दै यति धेरै ठुलो प्रोफेटिक वर्ड गएछ। त्यहाँनिर एउटा बहिनी अनि त्यहाँदेखि आराधना गर्दै थियो, हामीहरू आराधना गर्दै कोइरलाई लिएर आराधना गर्दै गर्दाखेरि त्यहाँ मानिसहरू सबैजना रुन थाल्यो, सबैजना तोडिन थाल्यो, सबैजनाको आँखामा आँसु हुन थाल्यो। अनि एउटै मात्रै समय नभएको कारणले एउटै मात्रै गवाई आउँदै थियो। त्यहाँनिर त्यो बहिनीले भन्दै थियो है अनि मैले चाहिँ आज स्वतन्त्र पाएको छु, किनभने मैले चाहिँ एक हप्तासम्म चाहिँ मैले आफूलाई सुसाइड गर्न खोजिरहेको थिएँ। म आफूलाई है छुरी घोपेर मर्न खोजिरहेको थिएँ, किनभने मलाई यस्तो लाग्थ्यो कि मलाई कसैले पनि प्रेम गर्दैन, कसैले पनि मेरो लागि याद गर्दैन, कसैले वास्ता गर्दैन मलाई भनेर। अनि उसले त्यस्तो सोचिरहेको रहेछ। ऊ एकदमै पेनफुल डिप्रेसनमा जान आँटेको थियो, गाह्रो भइरहेको थियो जीवन जिउनको लागि। तर त्यो बहिनीले त्यतिखेर उठेर गवाई दिँदै थियो, आज म स्वतन्त्र भएको छु। पास्टर डेभिडले जुन मेसेज बोल्नुभयो, जुन प्रोफेटिक मेसेज, जुन चाहिँ है अगमबाडीको जुन वचनलाई उहाँले प्रोक्लेम गर्नुभयो, त्यही वचनद्वारा आज म निको भएको छु भनेर भन्दै थिए। आमेन, हालेलुया। वास्तवमा त्यो बहिनी अगमबाडी बोल्ने बहिनी थियो। प्रिय जस्तासुकै अहिले हामीहरू यसरी हाँसेर हिँडिरहेको होला, अरूको नजरमा है फेक स्माइलहरू दिइरहेको होला है, यसले काम गर्दैन। प्रिय भित्रबाटको प्रभुको छुटकारा आउनुपर्छ हामीमा, भित्रबाट हिलिङ हुनुपर्छ। प्रिय हामीहरू तपाईँ हामीहरूलाई हिल गर्न उहाँ रेडी हुनुहुन्छ। हालेलुया। हाम्रो कोही टिमहरू एकछिन आइदिनु भयो भने असल हुनेछ है। तपाईँहरू कतिजना पवित्र आत्माले छुएको चाहना गर्नुहुन्छ, कतिजना तपाईँहरू जाति भएको चाहना गर्नुहुन्छ? हात उठाउनुहोस्, एकदमै सिन्सियरली हात उठाइदिनु, सिन्सियरली हात उठाइदिनु।
तपाईँहरू अगाडि आउनुहोस्। यहाँनिर यहाँ त माथि त मिल्दैन। तपाईँहरू जतिजनाले हात उठाउनु भयो तपाईँहरू आउनुहोस् है। अनि आउनुभयो भने साँच्चै नै प्रभुले तपाईँहरूलाई निको गर्नुहुन्छ। मैले तपाईँहरूलाई समस्या गर्छु पास्टर बाबुले समस्या गर्छु तर तपाईँहरूलाई परमेश्वरको पवित्र आत्माले सुन्नुहुन्छ। Receive the healing. Receive the healing. ठुलो ताली लगाएर